नमस्ते सम्पूर्णमा अनि आज मैले तपाईहरुको बीचमा चाहिँ धेरैजनाले सोध्दै हुनुहुन्थ्यो हेल्थ कार्डको लागि कता एप्लाई गर्ने के भन्ने भनेर अनि धेरैजनाले चाहिँ कन्फ्युजनमा पनि हुनुहुन्थ्यो अनि त्यसको लागि चाहिँ म तपाईहरुको अर्को भिडियो लिएर आएको छु है अनि हेल्थ कार्ड बनाउनको लागि मेन कुरा के छ भने म्याट्रिकमा चाहिँ हेल्थ कार्ड बनाउनको लागि चाहिँ तपाईहरुले पालन गरेको चाहिँ 3 महिना पुग्नै पर्छ है 3 मन्थ्स हुनै पर्छ है फर्स्ट स्टेप है अरु ठाउँमा बिना पालन पनि हुन्छ तर म्याट्रिकमा चाहिँ 3 मन्थ्स पुग्नै पर्छ पालन गरेको है त्यसको नेक्स्ट स्टेप के छ आफ्नो जुन ठाउँमा पालन गर्नुभएको छ त्यो ठाउँको चाहिँ नियर बाइ चाहिँ सेन्टर सालिद हुन्छ नि हेल्थ सेन्टर त्यहाँ जानुहोस् हैन अनि जाने दिन बनाइन्छ त्यो बनाइदिन्न है तपाईँ त्यहाँ जानुहोस् त्यसै उनीहरूले तपाईँले भन्नुहोस् पनि एपोइन्टमेन्ट दे भन्छ उनीहरूले चाहिँ एपोइन्टमेन्ट दिन्छ एपोइन्टमेन्ट कहाँको दिन्छ दासे भन्ने हुन्छ दासे भनेको तपाईँको जो जस्तो डकुमेन्ट हुँदैन उनीहरूको लागि चाहिँ एपोइन्टमेन्ट दिने अनि हेल्थ कार्डको लागि चाहिँ नम्बर इस्यु गर्ने चाहिँ एउटा अफिस न हो क्या त्यहाँको तपाईँले दिन्छ एउटा फर्म दिन्छ फर्म भर्ने हो अनि उनीहरूले तपाईँलाई सिधा दिन्छ सिधा अनि एपोइन्टमेन्ट दिन्छ अनि लाइक हप्ता 10 दिन 15 दिन कसैलाई 1 महिना 2 महिना त्यस्तो दिन्छ अनि त्यो सिटाहरू लिएर आफूसँग पासपोर्ट पासपोर्ट फोटोकपीहरू अनि त्यहाँ डकुमेन्ट्समा मेन्सन गरेको कुराहरू लिएर चाहिँ त्यो दिनमा जाने हो जुन चाहिँ आफ्नो दिन एपोइन्टमेन्ट छ त्यो जाने हो त्यसो उनीहरूले तपाईँलाई चाहिँ एउटा सिपा नम्बर दिन्छ त्यो भनेको नै तपाईँहरूको लागि चाहिँ हेल्थ कार्डको लागि चाहिँ त्यो काम गर्छ त्यो भएपछि तपाईँलाई चाहिँ एउटा डक्टर दिन्छ आफ्नै पर्सनल डक्टर हुन्छ फ्यामिली डक्टर जस्तो अनि त्यसो अरू हेल्थ सर्भिसहरू तपाईँले दिन सक्नुहुनेछ तर हेल्थ कार्ड नभए तापनि इमर्जेन्सीको केसेसमा चाहिँ तपाईँले फ्रीमा पब्लिक हस्पिटल जान सक्नुहुनेछ धन्यवाद।